तेरो नमस्कार सबैजनालाई। आज चाहिँ यो शनिबारको दिन यहाँ आज हाम्रो माघे भाँच्ने कार्यक्रमहरू भइरहेको छ, ढोड काट्ने कार्यक्रमहरू भइरहेको छ। देख्न सक्नुहुनेछ प्रत्यक्ष रूपमा कार्यक्रम भइरहेछ। यहाँ मौरी पालिएको छ, यहाँ भुइँमै मौरी पालिएको छ, यहाँ माथि पनि मौरी छ देखिरहनु भएको होला। के छ अनि ठिक छ? अच्छा, अरू टोली कहाँ छ त? टोली मेरो चाहिँ डिपार्ट आज फरक रहेको छ। मेरो चाहिँ डिपार्ट मेरो कार्यक्षेत्र भनेको आज शनिबारको दिन चाहिँ यहाँ रहेको छ। यो रहेको छ हामीले चाहिँ यहाँ चाहिँ अहिले सुर्तीहरू रोप्ने गर्छौँ। यो समयमा सुर्ती हुन्छ। यो सुर्तीलाई यस्तो रहेको छ। आजको विशेष मेरो यो शनिबारको दिन भदौ 7 गते आज म चाहिँ आज यो सुर्तीको यो ढोड निकाल्न गइरहेको छु। हाम्रो चाहिँ यस्तो रहन्छ सुर्तीहरू। अहिले यस्तो भएको छ, भर्खरै यो पानी पर सरेको छ, भर्खर सरेको हो। र अब सर्ट लगाएर यहाँको चाहिँ सुर्तीको ढोडहरू निकालिदिनु पर्ने हुन्छ। र मेरो आजको डिपार्ट भनेकै यही रहेको छ। यो सुर्तीको ढोडहरू निकाल्नु पर्ने काम रहेको छ। म लागिरहेको छु आज यहाँ यस काममा। हेलो गाइस, टोइलेट लाग्यो यार। अब पर टोइलेट झारपाल लागेको छ, गाह्रो छ। अनि के छ भने अब दिदी बहिनीहरूको त अघि यसो घर विरोध थियो चिजको विषयमा। के छ भन अब मुख धुनु पाएन, घर विरोध थियो त दिदी बहिनीहरूको त्यो अब यसो बियर खाँदो रहेछ के त्यो त खाँदो रहेछ अलिकति समाज भेला पारेर मात्रै हिँड्नु पाएन। उहाँहरूको चाहिँ अब विशेष चाड हो। उहाँहरूले त अब खाने हुँदो रहेछ। अहिले त्यहाँ बोल्यो भने त फोटो सोटो खोलेर टोपी लगाएर पठाइन्छ भाइ। मैले सरकारी ओ तिमीहरू के खोजेको? जङ्गलमा बच्चाहरू पनि यसरी लागेको छ।